हेलो एन्ड सो नमस्ते गाइस, इट्स मी रुपेश कुमार। आज चाहिँ हामी खोलातिर फिस हन्टिङ हान्नको लागि जाँदैछौँ है। अके कस्तो हुन्छ हेर्नु होला। यता चाहिँ पुरै छ है, रेडी भएर बसिरहेछ। चौतारामा बसिरहेको अहिले चाहिँ घरबाट आइसक्यो। घरमा चाहिँ भ्लग बनाउनु पाएन, बिर्सिया थिएँ। फेरि यता आएर भ्लग बनाएँ। उता भाइले चाहिँ प्रायः होइन मजाले टोकिरहेछ के हो। अब खोलातिरै गएर हेर्नु होला, कृपया ध्यान दिएर। अनि ग्याङ हामी चाहिँ फेरि यहाँ माछा मारिसक्यौँ। हेर्न सक्नुहुन्छ युट्युबर चाहिँ यो हो। अनि हामीले चाहिँ माछा खोइ त फेरि अब हामी ड्याममा पौडी खेल्न जानुपर्छ हैन? ड्याममा पौडी खेल्न जाने हैन? फेरि यहाँ अर्को चारा हाल्न लागिसक्यौँ। सेकेन्ड ट्रम होइन, चारा हालिरहन्। फर्स्ट ट्रमको चाहिँ हामीले देखाउन पाएन गाइज। चारा हाल्न चाहिँ गइसक्यो रुपेश चाहिँ। तपाईँको भ्लगर दाइ गणेश चाहिँ हाम्रो यता चाहिँ चारा हालिरह। गणेशले नि बानिरह। अनि अर्को सबिन भाइ चाहिँ उता गइसक्यो। अनि हामी चाहिँ यता छौँ। भोजे चाहिँ यता छ। पानी अर्को छैन बोतलको। अनि रुपेश चाहिँ उहाँ हो। पानी भनेको नि ठुलो हो। यो हो रुपेश चाहिँ। यहाँ माछा ताप्न गइरह। थापुवा ए गन्जीहरू सबै यहाँ लाउन जाने राम्रोसँग हाल है। ओए सन भाइ खेल्नेको नयाँ स्टाइल मैले देखेँ नि। अनि पुरै भित्र चल्ने हरि गर्दै हात टेक्दै भित्र हिँड्ने त कस्तो आँखा पोल्दो रहेछ है। हो यार त्यहाँमुनि है बहुत आँखा पोल्छ कि अझै त माथिबाट हान्दा चाहिँ कस्तो आँखा पोल्छ यो। पौडी पनि हामी फेरि खेल्न जानेवाला छौँ होइन। गणेश चाहिँ एउटा रुपेश आउँदै अब गाइज उता हेर्नु त। अनि काले डन चाहिँ आइरह। अनि अर्को काले डन चाहिँ म पछाडि। सो गाइस अब चाहिँ हामीले माछा साथ थापेर पनि यहाँ ड्याममा पौडी खेल्न आइसक्यो है। यो ड्याम चाहिँ डेन्जर ठुलो छ क्या। माछा चाहिँ अझै धेरै परेको छैन। माछा देखाइदियो त। हाम्रो ड्याम चाहिँ नभनौँ, हाम्रो नि होइन, अरूको हो। भर्खरै यति परेछ। अब कति पर्छ थाप्दै जाम। यता छ हाम्रो घर चाहिँ उता डाँडामा हो, टपमा छ है। अहिले माछा उ गरेको देखाउँला। अब गाई चाहिँ यहाँ पौडी खेलिरहेछ। सो गाइज गणेशले डाइभ हाने चाहिँ देखाउन पाएन, लोत गहिरो छ। बवाल छ है, गहिरो छ। सो गाइस चाहिँ मैले पौडी खेलेर नि भ्याइसकेँ। अब यो केटाहरू नि जान्छ। यहाँ यत्रो छ क्या, फुच्ची हल्का उता गइदियो त तलै डुबाउ त। डेन्जर गहिरो छ है। ला हेर त त्यहाँ अर्को फेरि कस्तो सहीसँग खेल्यो। यता लो गयो। ओ लगाइछ चाहिँ हामी फेरि तल माछा थापेको त झिक्न जानुपर्ने हुन्छ। अब हेर्दै जानु माछा कति परेको छ। अघिल्लो पालिकोमा चाहिँ जम्मा यति मात्रै परेको थियो है। अब तल गएर देखाउँछु माछा कति परेको छ। सो गाइस अब चाहिँ हामीले माछा झिक्नु पर्ने हुन्छ है। माछा यता पहिला टपको माछा झिकौँ है, कति पर्छ। जाम यहाँनिर थाहा भएको थियौँ है हामी चाहिँ।
ठुलो माछा देखेर अब कति परे छ कि छैन त्यति मात्रै हो खै माछा त गएको छैन है परे छैन जस्तो छ यसमा चाहिँ ऊ ठुलो परे रहेछ है एउटा चाहिँ ठुलो परे रहेछ अरू त अब थाहा भएन परे छ कि छैन जाम त उता गएर देखा एउटा चाहिँ ठुलै परे रहेछ एउटा चाहिँ ठुलो परेछ है गाइस ओइ तँ हल्ला गर्छस् एकबाट जम्मा माछा चाहिँ जम्मा एउटा परेछ त्यही पनि ठुलै परे रहेछ ल यसको ऊ गरिदेऊ नि त सब्जी माछा हेर्नु है कत्रो ठुलो ग्याङहरू माछा चाहिँ घर चिक्न मुजी घरको पर्दैन नि पानी यो भने हिले होइन कत्रोवटा पठाएर जेसु माछा चाहिँ हेर्नुहोस् कत्रो ठुलो थियो यार फ्यात्लाक गरिरहेछ खोल्दैछ नि भाइ त्यो यस्तै भयो भने त मलाई हामी त मालामाल हुन्छ नि त आँखा चाहिँ पुरा रातो कालो देखिया चाहिँ यसाला मोटे कत्रो मोटो छ है 80 किलो धेरै छैन 80 किलो खोइ छोड त भाइ म समात्छु टोक्छ होला ल माछाले टोक्ने कुन शास्त्रमा लेखे होला सार्क माछा होइन टोक्दैन त्यसले कत्रोवटा हो देखा त डिस कत्ने त्यहाँ छटपटे छ यसलाई पानी धेरै भयो भने मर्छ भनेर मैले बाहिर झिकेर पानी हाल्छु यता त्यही यत्रो छ यत्रो छ आइज म बरको छु भोक लाग्दा रोक भाइ पर्नलाई ए गाइजहरु अब म गडेको गाड हाल्ला गडेले कस्तो ठुलो माछा मारेको त्यो चाहिँ गइसकेको छ गाइजहरु अनि के यहाँ अर्को पनि छापेको थियो यहाँ अर्को पनि खै ठुलो परेछ गाइ एउटा नि भन्दा सानो रहेछ अलिकति ठुलो परेछ डेन्जर परेछ ठुलो हामीले चाहिँ चाडा भाँडा हालेको छौँ अझ उति छ एउटा अन्त एउटा हाल आधा पाउ 50 ग्राम नि होइन त्यो सबै माछा कति गर्छ एउटा पैसामा कस्तो आँखा रातो भयो होला है त्यो पानीले त लुत आँखा पोल्ली बब्बाल सो गाइज माछा हेर्नु दुईटा परे रहेछ योलाई जाडो भयो अरे पानीमा बस्दा अनि हामी घाममा ल्याइदियो क्या ल्याउन चाहिँ अब